हेलो गुड मर्निङ एभ्रिवान। तपाईहरु देखिनुहुन्छ म चाहिँ एकदम ग्रीन हाउसमा आइसकेको छु र आजको यो मैले भिडियो किन बनाएको भन्दा चाहिँ के हो त मेरो धेरै कस्टमरहरुले चाहिँ के हो त मलाई रिक्वेस्ट पनि भन्दिन सजेसन दिनुभएको थियो कि तपाईकोमा यति बेसी भराइटिजको जेरेनियम छ, एक दुईवटा भिडियो बनाएर फेसबुकमा युट्युबमा इन्स्टाग्राममा अपलोड गरिदिनु भने चाहिँ हामीलाई धेरै जानकारी हुन्थ्यो भनेर। र उहाँहरूले चाहिँ मलाई के क्वेसन सबभन्दा बेसी क्वेसन चाहिँ मेरो कस्टमरबाट के आउँछ भन्दा चाहिँ जब यो अब रेनी सिजन अगाडि त जेरेनियम एकदम बेसी यो झुसुले लाग्न थाल्छ नि, किरा लाग्न थाल्छ। अन्त त्यो चाहिँ कसरी प्रिभेन्ट गर्नु, कसरी चाहिँ प्लान्टलाई बचाउनु। अब ब्लुम त हुँदैन, यो बर्डिङ त खाइदिइहाल्छ, र पनि कसरी प्लान्टलाई बचाउनु, अन्त त्यो के अरे फङ्गस लागेर रुट रटहरू हुन्छ त्यसलाई चाहिँ कसरी बचाउनु भनेर चाहिँ एकदम बेसी क्वेसन आएको थियो। अनि त्यो आज चाहिँ म एक दुईवटा, अन्त अर्को चाहिँ थियो कि के भन्छ कटिङ चाहिँ कसरी लाउनु, मेरो चाहिँ कटिङै आउँदैन भनेर। अन्त आज चाहिँ म बिहान छिटो गरेर कटिङ गरौँ भनेर सोचेको थिएँ। अन्त चाहिँ एउटा सानो भिडियो बनाएर हालिदिइहालेको। यो चाहिँ मेरो इगोर सुतार्वे हो र मलाई यस्तो पुरा मनपर्छ। र हेर्नुहोस् न, यो बर्डिङ चाहिँ अब किराले खाइदिइहाल्यो, हामी पनि यसलाई त्यो रोक्नु सक्दैन। अब यो चाहिँ नेचुरल हो, के गर्नु होइन। अन्त म चाहिँ कटिङ के हो त ब्लेडले नै यसरी काटिदिन्छु। र धेरैजनाले चाहिँ के हो त रुट हर्मोन चलाउनु हुन्छ भनेर सोध्दै थियो। अन्त म चाहिँ रुट हर्मोन चलाउँ, म चाहिँ के हो त यस्तोमा काटिदिन्छु, बिचमा पनि काट्नु सक्छ। म चाहिँ यस्तोमा के त मुनि नै भयो।